नवरातको 5औं दिनलाई बाराई अजिमा सृष्टि हुने दिनको रूपमा लिइन्छ। बाराई अजिमालाई नेपाल भाषामा याकती अजिमा भनिन्छ। हिन्दू धर्ममा बाराईलाई पृथ्वीको रक्षाकर्ता भगवान बाराहको शक्तिको रूपमा लिइन्छ। बाराह भगवान नारायणका 10 अवतार मध्ये एक हुन्, जसले हिरणाक्ष दैत्यद्वारा पृथ्वीलाई दुर्गन्धित जो कोही जान नसक्ने पाताल लोकमा लुकाई राखेको बेला उक्त स्थानबाट मुक्ति दिलाएका थिए। उनी यसै भगवान बाराह अवतारको आदि शक्तिको एक पक्ष हुन्। त्यसैले उनी भगवान बाराहको शक्तिको स्रोत हो। बाराही अजिमा सृष्टिको सर्वव्यापी शक्तिको नारी पक्षको प्रतिनिधित्व गर्ने देवी हुन्, जुन सबै जीव र निर्जीव प्राणीहरूमा निहित छ। नेपालमा भएका मातृकाहरूमध्ये सबैभन्दा धेरै बाराही अजिमाकै मन्दिरहरू रहेका छन्। नेपालमा भएका मुख्य बाराही अजिमाहरूमा नील बाराही, दक्षिण बाराही, वज्र बाराही, धुम बाराही, छब्दी बाराही, ताल बाराही, लाटी बाराही र याकती बाराही आदि हुन्। भक्तपुरमा पनि नवरातको 5औं दिनमा बाराई अजिमाको दर्शन गर्न भक्तजनहरू जाने गर्दछन्।